तपाईहरु मलाई बार कमेन्ट गरेर भन्नुहुन्छ आफ्नो ब्लग छ तपाई गोर्खाली भाषामा बनाउनु या नेपाली भाषामा बनाउनु भनेर। हजुर मलाई पनि थाहा छ म किन आफ्नो ब्लग हिन्दीमा बनाउँछु या हिन्दीमा बोल्छु। मलाई त गोर्खाली भाषामै बोल्न थियो नि, म किन नबोलेको। म कहाँको मान्छे, कहाँबाट आए यहाँ आसाममा। होइन यस्तो, हजुरहरूले पनि अलिकति बुझिदिनु मैले के भन्दैछु, के भन्न चाहदैछु, यहाँ के गर्न भनेर आए। मेरो उद्देश्य एउटै छ, म गोर्खा हुँ र म गोर्खाली भाषामा जति म आफ्नो भिडियो बनाए भनेदेखि अरूले हेर्दैनन्, अरू जातिले हामीलाई चिन्दैनन्। र म हिन्दीमा बनाउने कारण एउटै छ कि अरू जातिले चिनुन् हामी भारतमा बस्ने यति गोर्खा छौँ। हामीलाई आजसम्म भारतमा जति सुविधा पाउन थियो त्यति पाएका छैनौँ हामी गोर्खाहरूले। थाहा छ हामी गोर्खाहरू पिछा छौँ, हर काममा हामी पछाडि नै छौँ। र त्यही भएर म हिन्दीमा ब्लग बनाउँछु। हजुरहरूले बुझिदिनु होला, म हिन्दीमा बनाउनको कारण एउटै हो, हामी गोर्खाहरूलाई दुनियाँले चिनिदियोस्, स्कोर सबसे राम्रो लाग्छ होइन। म त गोर्खाली भाषामै बोल्छु, गोर्खाली भाषामै बनाएँ भनेदेखि हजुरहरूले मात्रै हेर्नुहुन्छ, हाम्रो आमा बुवाले हेर्नुहुन्छ, अरू त्योभन्दा बाहिरका मान्छेले हेर्दैनन्। भाषा कौन सा है मैं क्या देखूँ, समझ नहीं आता है भन्छन्। र हामीलाई समझ आउन जरुरी छ र म हिन्दीमा बनाउँछु। हजुरहरूलाई मेरो भुल भएछ भने हजुरहरूले माफ गरिदिनुहोस्। आमा बुवा दिदी बहिनी मेरा जतिजनाले हेर्नुहुँदैछ